नमस्कार। आज हामी एउटा एकदमै रोचक पुस्तकमा केन्द्रित हुँदैछौँ, जर्ज एस क्लासनको बेबिलोनका धनी मानिस। यो त झन्डै 100 वर्ष पुरानो भइसक्यो होइन, तर आज पनि उत्तिकै सान्दर्भिक छ भनिन्छ। हो, बिल्कुल। सन् 1926मा प्रकाशित भए पनि यसका जुन आर्थिक सफलताका सूत्रहरू छन् नि, ती कालातीत नै छन्। अनि यसले प्राचीन बेबिलोनका कथाहरू प्रयोग गर्छ होइन त, खास गरी त्यो अर्काद भन्ने पात्रको, जो पछि गएर बेबिलोनकै सबैभन्दा धनी मान्छे बन्यो रे। हो, अर्कादको कथा यसको मुटु नै हो। सामान्य लेखकबाट ऊ कसरी त्यति धनी बन्यो भन्ने कुराबाट नै यसका सिद्धान्तहरू खुल्दै जान्छन्। त्यही त आजको हाम्रो यो छलफलको उद्देश्य पनि त्यही हो। कसरी त्यो हजारौं वर्ष पुरानो बेबिलोनको ज्ञानले आज हामीलाई आर्थिक रूपमा सघाउन सक्छ भन्ने खुतल्ने। कहाँबाट सुरु गरौँ त? यसको सबैभन्दा पहिलो र आधारभूत सिद्धान्तबाट सुरु गरौँ न। आफ्नो कमाईको एक भाग आफैलाई तिर, अर्थात् पे योरसेल्फ फर्स्ट। यो त सुनेको जस्तो लाग्छ। कति छुट्याउने भन्छ त किताबले? कम्तीमा पनि 10%। हरेक पटक आम्दानी हुँदा अरू केही तिर्नु वा खर्च गर्नु अगाडि नै त्यो 10% चाहिँ आफ्नै लागि भनेर छुट्याउनु पर्यो। 10%? सुन्दा त सजिलै लाग्छ, तर सबै खर्च कटाएर 10% जोगाउन त गाह्रै हुन्छ होला नि कतिलाई। हो, गाह्रो हुन्छ। त्यसैले त दोस्रो सिद्धान्त आइहाल्छ नि, आफ्नो खर्च नियन्त्रण गर, मतलब कन्ट्रोल दाइ एक्सपेन्डिचर्स। खर्च घटाउने कुरा। तर त्यो भन्दा पनि आफ्नो आवश्यकता के हो र केवल चाहना मात्र के हो त्यो छुट्याउन सक्नु पर्यो भन्ने हो। नत्र त खै जति कमाई बढ्यो उति नै खर्च पनि त बढ्दै जान्छ नि, होइन र? बानी नै त्यस्तै हुन्छ। हो नि, त्यो त एकदमै हो। कमाई बढ्यो कि गाडी फेर्ने रहर लाग्ने, फोन फेर्ने रहर लाग्ने। ठिक छ, भनेपछि पहिला बचत अनि खर्च नियन्त्रण। अब त्यो जम्मा भएको पैसा नि त्यसलाई सिरानी मुनि राख्ने त पक्कै होइन होला। बिल्कुल होइन। त्यही आउँछ तेस्रो सिद्धान्त, आफ्नो सुनलाई गुणन हुन देऊ, मतलब मेक दाइ गोल्ड मल्टिप्लाई। पैसाले पैसा कमाउने बनाउने। ठ्याक्कै। त्यो बचत गरेको पैसालाई त्यत्तिकै थन्क्याएर राख्ने होइन, त्यसलाई बुद्धिमानीपूर्वक लगानी गर्नु पर्यो ताकि त्यसले थप पैसा कमाओस्, चाहे त्यो ब्याजबाट होस् वा अरू कुनै सुरक्षित लगानीबाट। तर लगानी भन्ने बित्तिकै त डर लागिहाल्छ नि, कति मेहनतले बचाएको पैसा कतै डुब्ने पो हो कि भनेर। त्यो डर एकदम स्वाभाविक हो। त्यसैलाई त चौथो सिद्धान्तले सम्बोधन गर्छ, आफ्नो खजानालाई हानिबाट जोगाऊ, गार्ड दाइ ट्रेजर्स फ्रम लस। भनेपछि आँखा चिम्लेर लगानी गर्ने होइन? होइन, राम्रोसँग बुझ्नु पर्यो अनि जान्ने मान्छे मतलब विज्ञहरूको सल्लाह लिनु पर्यो, अनि त्यो रातारात धनी बन्ने लोभबाट चाहिँ बच्नु पर्यो। किताबमा अर्कादले पनि सुरुमा नजानेर लगानी गर्दा पैसा गुमाएको कथा छ। हो र? त्यसले त झन् सचेत बनाउँदो हो। भनेपछि सुरक्षित र अलि लामो समयको लागि सोच्नुपर्ने रहेछ। यस्तो दीर्घकालीन योजनाबारे अरू केही छ कि? छ नि। पाँचौं सिद्धान्तले भन्छ आफ्नो घरलाई लाभदायक लगानी बनाऊ, अनि छैठौंले भन्छ भविष्यको आय सुनिश्चित गर। आफ्नो घर एउटा स्थायी सम्पत्ति जस्तो हो, अनि भविष्यको लागि, जस्तै बुढेसकाल होला वा कुनै आपतकालीन अवस्था, त्यसको लागि पनि आयको स्रोत सुरक्षित राख्नु पर्यो भन्ने कुरा। यी सबै कुरा त ठिक हो, तर यी सबै गर्नलाई त कमाई पनि त अलि दहरो नै हुनु पर्यो नि, होइन र? कमाउने क्षमता बढाउने बारेमा नि? त्यो त झन् महत्त्वपूर्ण कुरा भइहाल्यो नि। सातौं र अन्तिम सिद्धान्त त्यही त हो, आफ्नो कमाउने क्षमता वृद्धि गर, इन्क्रिज दाइ एबिलिटी टु अर्न। सिप सिक्ने, ज्ञान बढाउने। हो, निरन्तर सिक्दै जाने, आफ्नो सिप तिखार्दै जाने। जति आफूले मूल्य दिन सक्यो त्यति नै कमाई बढ्ने त हो नि। यो चाहिँ दिगो आर्थिक समृद्धिको जग नै हो। वाओ, 7वटा सूत्र सुन्दा त सरल छन्, तर कति गहन। किताबले यी कुराहरूलाई कसरी सम्झाएको छ अलि भन्नुहोस् न। यसको राम्रो पक्ष नै त्यही हो, एकदमै सरल भाषामा, अनि प्राचीन बेबिलोनका कथाहरू मतलब दृष्टान्तहरू प्याराबल्स मार्फत सिकाएको छ। त्यसले गर्दा बुझ्न पनि सजिलो, सम्झन पनि सजिलो। कथा बनेपछि त झन् रोचक भयो होला है, तर सार कुरा चाहिँ आज पनि उत्तिकै काम लाग्ने खालको छ। त्यसो भए यो सबै छलफलबाट हामीले के निचोड निकाल्न सक्छौं त? मुख्य सन्देशहरू के हुन्?
सारमा भन्नुपर्दा नियमित बचत गर्नु पर्यो, कम्तीमा 10%, अनि खर्चमा अनुशासन चाहियो। त्यो बचतलाई बुद्धिमानीपूर्वक लगानी गर्नु पर्यो, जोखिम बुझेर, अनि भविष्यको लागि पनि सोच्नु पर्यो, र सबैभन्दा महत्त्वपूर्ण आफ्नो कमाउने क्षमता चाहिँ निरन्तर बढाउँदै लानु पर्यो। सानो तर निरन्तर प्रयासले नै ठूलो फरक पार्छ भन्ने जस्तो लाग्यो। हो, किताबले त्यही विश्वास दिलाउँछ। यो पैसा कमाउने तरिका मात्र सिकाउने किताब होइन, यो त पैसाप्रतिको हाम्रो सोच नै बदल्ने खालको छ। अनुशासन, धैर्य अनि ज्ञानको महत्त्व यी कुराहरूमा जोड दिएको रहेछ। अनि सही सल्लाह र ज्ञानको मूल्य पैसाभन्दा पनि बढी हुन्छ भन्ने कुरा पनि पटक पटक आउँछ। अन्तमा श्रोताहरूलाई एउटा प्रश्नमा घोत्लिन छोडौँ न त। सन् 1926 को कुरा गर्दैछौँ हामी। अहिले त वित्तीय प्रविधि, बजार, साधनहरू कति बदलिसके होइन? हो नि, आकाश पातालको फरक आइसक्यो। तर पैसासँग जोडिएका हाम्रा आधारभूत मानवीय व्यवहार, जस्तो कि लोभ, डर, अनुशासनको कमी, के ती साँच्चै बदलिएका छन् त? अहिलेका यतिका नयाँ वित्तीय ट्रेन्डहरू पछ्याउनु महत्त्वपूर्ण हो कि यी हजारौं वर्ष पुराना आधारभूत आर्थिक सिद्धान्तहरूमा नै पुख्त हुनु बढी जरुरी हो? यो प्रश्नमा विचार गरौँ है त।